अब हामी सानो सानो हुँदाखेरि लोकल कुखुराको एउटा अन्डाको चाहिँ 15 पैसा 10 पैसादेखि 25 पैसासम्म भन्ने थाहा थियो है। यो ब्रोइलर भन्ने आएकै थिएन होइन, लेयर्स भन्ने आएकै थिएन। अब जब अहिले लेयर्स कुखुरा चाहिँ छ्यापछ्याप्ती आयो, धेरै अन्डा उत्पादन भए होइन, अनिखेर बजारमा चाहिँ बर्ड फ्लूको हल्ला गरेर सबै कुखुरा मार्ने, अनिखेर अन्डाको भाउ चाहिँ फेरि कुखुरा मरिसकेपछि त्यो लुकाएर राखेको अन्डाको भाउ चाहिँ बढाउने चलन छ के है। अब यो बर्ड फ्लू भने साँच्चै हो कि हल्ला हो? मेरो बुझाइमा चाहिँ, लाटो बुझाइमा यो बर्ड फ्लू भन्ने चाहिँ यो धेरै धेरै ठुला ठुला कुखुरा पाल्ने किसानहरूको चाहिँ अब 50,000 1 लाख कुखुरा छन् भने अब अन्डा पारा थाकेपछि त्यो बजारमा जाँदैनन् होइन, त्यसलाई त घाटा हुने भयो नबिक्ने भएपछि। अनि यिनीहरूले चाँजो पाँजो मिलाएर बर्ड फ्लू भनेर होइन हल्ला मिलाएर दलालीसँग अथवा भेटनरी अथवा स्वास्थ्य कर्मीसँग मिलाएर बर्ड फ्लू लाग्यो भन्ने बनाएर अनि खाल्टामा हाल्ने, अनि त्यसको क्षतिपूर्ति सरकारबाट लिने, अनिखेर आफू चाहिँ सधैँ जोगिने, अनि साना किसानलाई चाहिँ कहिले पनि माथि जान नदिने किसिमको एउटा जाल थापेको त होइन जस्तो लाग्छ कि है। त्यस कारणले कसैलाई थाहा छ भने अथवा बुझेको छ भने मेरो त लाटो बुझाइ हो होइन, हो भने हो भन्नुहोस्, होइन भने होइन भन्नुहोस्। नत्र यसरी बर्ड फ्लू लाएर अन्डा सबै मासिसकेपछि अनि फेरि त्यो पुरानो कुखुराको पैसा उठाउनको लागि कि अन्डाको मूल्य यसरी बढ्छ एक्कासी भने होइन भने खोइ के हो जुन जोगी आए पनि नेपालमा सामान्य किसानलाई त कहिले साथ दिँदैनन् के, सबै दलालीकै साथ हो। रिसाए रिसाउनुहोस्, खुसाए खुसाउनुहोस्, हामी गाउँमा बस्ने किसानले भएका दुःखका कुरा गरेँ मैले।